मैले चाहिँ नि यो सानो डब्बामा तर जमाएको थिएँ नि त, बेसी पनि हैन, 5 केजी अनि 700 ग्राम दुध ल्याएको थिएँ। अनि त्यसलाई चाहिँ मैले तर काट्दै राखेर चाहिँ यो डब्बाभरि भएको थियो। अनि डब्बाले कन्टेन गर्नु छोड्यो बेसी भरिएर, त्यो कारणले मैले सोचेँ हिजो चाहिँ घिउ बनाउनु पर्यो भनेर, फर्स्ट टाइम हो। अनि यो सानो भाँडामा चाहिँ मैले यसरी घोल्नु थालेँ विस्करले। गाउँमा त हातले घोल्थेँ, तर मेरो हात चाहिँ साह्रै ज्यादा तात्तिन्छ, त्यो कारणले मैले विस्करले घोलेँ। थाकेर दुवै हातले विस्कर चलाउन थालेँ। पानी हाल्दै चलाउँदैछु, तर अब चाहिँ लाग्यो मलाई हुँदैन। एउटा भनाइ छ नि, सबैभन्दा हार्ड काम चाहिँ अल्छेलाई दिनु भनेर। म चाहिँ त्यही अल्छे हो जसले चाहिँ इजिएस्ट वे खोज्छु। अनि साँच्चै नै काम गरे हेर्नुहोस् न, कति मजाले क्रिम अलग भएको छ। अनि त्यसलाई अझै पनि मैले चिसो पानी लगाएर घोल्दै लाँदाखेरि चाहिँ यसरी पानी र क्रिम जहाँ चाहिँ बटर पुरा छ त्यो चाहिँ मजाले अलग हुँदैछ। भाँडा पनि बाइ द वे मैले चेन्ज गरेको छु है, हेर्नुहोस्। किनभने त्यो भाँडामा त आँट नै छोड्यो नि त क्रिम बढिसकेपछि। अनि म त छक्कै पर्दै थिएँ, त्यो एउटा सानो डब्बाको क्रिम जो चाहिँ तर, हामी तर भन्छ नि है, त्यसमा चाहिँ यति साह्रो बटर छ भनेर कसले सोच्न सकेको थियो र हो। एटलिस्ट मैले त सोचेको थिइनँ। अनि लास्टमा चाहिँ यसलाई मैले चाल्नीमा यसरी तारेर निकालेर हातले फेरि पनि निचरेर बटर अलग गरेर राखेँ। अनि सबैभन्दा मनपर्ने चाहिँ मलाई यो चाहिँ मैले डब्बा देखाउँदैछु, यत्रोमै कन्टेन गरेको यत्रो बटर भनेर चाहिँ। अनि मलाई चाहिँ बटर मिल्क यानि कि मही भन्छ नि हामी नेपालीमा, यो चाहिँ मलाई अत्याधिक मनपर्छ नि त। अनि लास्टमा चाहिँ मैले यसलाई अलग एउटा ब्लक भन्दाखेरि त्यो बक्समा ब्लक बनाउन लागि हालिराखेको छु बटर। योपालि चाहिँ हामी बटर नै खाऊँ भन्ने सल्लाह भयो नि त हस्बेन्ड र मेरो, नत्र चाहिँ खारेर घिउ बनाऊ भन्दै थिएँ। तर फर्स्ट टाइम हो बटरकै टेस्ट लिनु हो भनेर, खारेपछि अलिक कम्ती हुन्छ नि त। एक्चुअल चाहिँ मेरो चाहिँ त्यही हो, बटर मिठो पनि हुन्छ अनि धेरै खाँदाखेरि पनि कम्ती नै लाग्छ होला। यानि कि घिउ बनायो भने त 1 चम्चीमा कति बटर जान्छ। अब 1 चम्ची घिउ बनाउनु लागि 2 चम्ची 3 चम्ची बटर चाहिएको हुन्छ नि त। त्यो दिमाग लगाएर चाहिँ मैले सोचेँ होइन, धेरै दिन पनि जाओस् अनि बटर नै खाऊँ भनेर। बाइ द वे यो चाहिँ हाम्रो चर्चको एकजना अङ्कल हुनुहुन्छ, उहाँले चाहिँ घरमा गाई पाल्नु भएको छ। अनि बिहान बेलुका चाहिँ जसले पनि ठेक्छ उहाँको घरमा काँचो दुध यसरी दोहेर पुर्याउन आउनुहुन्छ। अनि मेरोमा चाहिँ अङ्कलले 4पल्ट चाहिँ घरमा ल्याइदिनु भयो दुध। अनि बाँकी चाहिँ मैले एकचोटि उहाँको घरमा गएर 750 ग्राम ल्याएर आएको थिएँ। अनि एकचोटि चाहिँ एकजनाको घरमा सेवा हुँदा त्यहीँ ल्याइमागेको थिएँ। यो टोटल गरेर मेरो 5 केजी 700 ग्रामको चाहिँ यति बटर निक्लेको हेर्नुहोस् है। म आफै छक्क परेँ कि दुध पनि यति मिठो छ, यति बाक्लो। तपाईँहरू सिलगढीमा कोही आसपास हुनुहुन्छ नि, अर्डर गर्नुहोस् उहाँसँग।